माननीय सदस्यहरू, अब माननीय सदस्यहरू, नियमावलीको नियम 20 को खण्ड क देखि खण्ड ट सम्म माननीय सदस्यहरूको ध्यानाकर्षण गराउन चाहन्छु। माननीय सदस्य, के विषय थियो? के नियमावली? कुन नियमावलीको कुन नियमावली? माननीय सदस्य, माननीय सदस्य, मेरो ध्यानाकर्षण भएर सचिवालयमा मैले कुरा राखिसकेको छु। बस्नुस्। मेरो ध्यानाकर्षण भएको छ, सचिवालयमा कुरा राखिसकेको छु। माननीय सदस्य, मैले यहाँलाई समय पनि दिएको छैन, माइक पनि दिएको छैन। के समय हो? आकस्मिक समय हो कि शून्य समय हो कि विशेष समय हो कि होइन? माननीय सदस्यले समय माग्दाखेरि मैले दिनुपर्ने समय म दिन्छु। अहिले बस्नुस्। के विषयमा आकस्मिक समय? माननीय सदस्य, माननीय सदस्य, मैले यहाँलाई समय पनि दिएको छैन, माइक पनि दिएको छैन। मन्त्री परिषदको पूर्णता तुरुन्त गरियोस्। प्रधानमन्त्रीज्यूले नै 4-5वटा मन्त्रालय बोकेर उहाँ राज्य व्यवस्था समितिमा पनि आउन सक्नुहुन्न, यहाँ पनि आउन सक्नुहुन्न। त्यसो भएको कारणले गर्दाखेरि म के भन्न चाहन्छु भने प्रधानमन्त्री माननीय सदस्य, प्रधानमन्त्रीलाई प्रश्न सोध्यो भन्ने हिसाबले यहाँले जुवारी जुन खेलिराख्नु भएको छ यो नियम मुताबिक छैन, संसदको तपाईँको चाहिँ के अरे भावना मुताबिक हुँदैन। म यो भन्न चाहन्छु र यो बोल्ने कुराहरूमा पनि तपाईँको चाहिँ हामीलाई अत्यन्तै सीमित पारिएको छ। यहाँ सत्ता पक्षको साथीहरूले बोलिरहनु पर्ने आवश्यक हुँदैन। त्यति सत्ताले त काम गर्ने हो। प्रतिपक्षको चाहिँ तपाईँको चाहिँ प्रश्नहरू राख्ने पर्याप्त समय पनि छैन। जहिले पनि तपाईँको चाहिँ के अरे होइन हामीलाई 1 मिनटमा सक्नुपर्ने, 2 मिनटमा सक्नुपर्ने भन्ने बाध्यता